नमस्कार सम्पूर्णमा। म आज मनको कथामा हजुरहरू सामु नयाँ कथा लिएर प्रस्तुत भएकी छु। आशा छ हजुरहरूले यो कथालाई मन पराइदिनुहुनेछ र आफूले भोग्नु भएको छ भने अथवा भोग्नु भएको छैन भने पनि यो कथाले हाम्रो समाजमा भइरहने कुरालाई चित्रण गर्न खोजेको छ। ल कथा सुरु गरौँ है। कहिलेकाहीँ गरिब हुनुको पीडा भोक लाग्नुमा मात्र हुँदैन। सबैभन्दा धेरै पीडा त त्यति बेला हुन्छ जब आफ्नै मान्छेहरूले तपाईलाई गरिब भएको महसुस गराउँछन्। आफ्नै दाजुभाइको घरमा जाँदा, आफ्नै आफन्तको अगाडि बस्दा र आफ्नै बच्चाहरूलाई हेरेर कसैले भन्छ, तिमीहरूका बच्चाहरू पनि अलि राम्रो पढाउनु पर्छ नि, आखिर जीवनभर यस्तै भएर त हुँदैन। सुन्दा सामान्य लाग्छ, तर त्यो एउटा वाक्यभित्र कसैको वर्षौंको सङ्घर्ष, कसैको आत्मसम्मान र कसैको बच्चाको मन लुकेको हुन सक्छ। आजको कथा त्यस्तै एउटा परिवारको हो। सीता र उनका श्रीमान रमेश गाउँबाट सहर आएका थिए। ठुलो सपना लिएर होइन, बस आफ्ना 2 छोराछोरीलाई आफूले भोगेको जस्तो दुःख नहोस् भन्ने सानो चाहना लिएर। रमेश एउटा सानो पसलमा काम गर्थे। सीता घर सम्हाल्थिन् र फुर्सदको समयमा अरूको कपडा सिलाउँथिन्। आम्दानी धेरै थिएन। महिनाको अन्त्यतिर कहिलेकाहीँ हिसाब मिल्दैनथ्यो। तर एउटा कुरा थियो, उनीहरू आफ्ना बच्चाहरूलाई पढाइरहेका थिए। छोरी रितु कक्षामा निकै राम्रो थिइन्। छोरा आयुष पनि मेहनती थियो। सीता सधैँ भन्थिन्, हामीसँग पैसा कम होला तर तिमीहरूको पढाइमा कमी हुन दिन्नौ। सीताको माइतीतिर भने उनका दाजु सुरेश निकै सम्पन्न भइसकेका थिए। सुरेशले व्यापार गरेर राम्रो पैसा कमाएका थिए। ठुलो घर, महँगो गाडी, छोराछोरी पनि विदेशमा पढिरहेका, घरमा महँगा सामान, परिवारमा उनको छुट्टै प्रतिष्ठा थियो। सुरुमा सुरेश पनि पहिलेका जस्तै थिए, तर पैसा बढ्दै गएपछि बोल्ने शैली बिस्तारै बदलिँदै गयो। पहिले उनी सीतालाई भन्थे, बहिनी के चाहिन्छ भन है। पछि भन्न थाले, तिमीहरूले पनि अलि अगाडि बढ्ने सोच्नुपर्छ। त्यसपछि सधैँ अरूको भरमा बस्ने बानी राम्रो होइन। सीता चुप लाग्थिन्, किनकि उनी जान्थिन् आफ्नो गरिबीको व्याख्या गर्नुभन्दा चुप लाग्नु सजिलो हुन्छ। एक दिन सुरेशको छोराको जन्मदिन थियो। ठुलो पार्टी थियो। सहरका राम्रा मान्छेहरू आएका थिए। सीताहरू पनि बच्चा लिएर गइन्। रितुले निकै सफा तर पुरानो फ्रक लगाएकी थिइन्। आयुषले पनि आफ्नो सबैभन्दा राम्रो कमिज लगाएको थियो। उनीहरू खुसी थिए, तर पार्टीमा पुगेपछि रितुले एउटा कुरा महसुस गरिन्। अरू बच्चाहरूका हातमा महँगा मोबाइल थिए, ब्रान्डेड जुत्ता थिए, महँगा कपडा थिए र उनको जुत्ता केही ठाउँमा पुरानो भइसकेको थियो। उनी चुपचाप आमाको छेउमा बसिन्। त्यत्तिकैमा सुरेशका केही आफन्तहरू कुरा गरिरहेका थिए। सुरेशले हाँस्दै भन्यो, सीताका बच्चाहरू पनि आएका छन्, पढाइ कस्तो चलिरहेको छ त? रितुले मुस्कुराउँदै भनिन्, राम्रो छ मामा। सुरेशले फेरि सोधे, ठुलो भएर के बन्ने? डाक्टर बन्ने। सबै हाँसेनन्, तर सुरेश मुस्कुराए। डाक्टर? त्यसका लागि त धेरै पैसा चाहिन्छ नि। पहिले पढाइको स्तर अलि राम्रो बनाउनु पर्ला। त्यो कुरा मजाकमै भनिएको थियो, तर रितुको अनुहार एकाएक बदलियो। उनले केही भनिनन्, बस आमाको हात समातिन्। सीताले छोरीको हात कस्सेर समातिन्। त्यो दिन सीताले पहिलो पटक बुझिन्, गरिबीको चोटभन्दा आफ्नो बच्चाको अगाडि गरिब बनाइदिनुको चोट ठुलो हुँदो रहेछ। समय बित्दै गयो। सुरेशको परिवार झन सम्पन्न हुँदै गयो र सीताको परिवार, उनीहरू पनि बिस्तारै अगाडि बढिरहेका थिए। तर उनीहरूको प्रगति ठुलो देखिँदैनथ्यो। न नयाँ गाडी आयो, न ठुलो घर, न त विदेश यात्रा। बस रितु पढ्दै गइन्, आयुष पढ्दै गयो, रमेश बिहानदेखि बेलुकासम्म काम गर्दै गए, सीता राति अबेरसम्म कपडा सिलाउँदै गइन्।
कहिलेकाहीँ बिजुलीको बिल तिर्न गाह्रो हुन्थ्यो। कहिलेकाहीँ बच्चाको कलेजको शुल्क जुटाउन सीताले आफ्ना गहना बेचिन्, तर बच्चाहरूको पढाइ रोकिएन। एकपटक दसैँमा सबै आफन्तहरू एकै ठाउँमा जम्मा भएका थिए। खानापछि सबैजना गफ गर्दै थिए। सुरेशले आफ्नो छोराको बारेमा बताउँदै थिए। छोरा त अब क्यानाडामा छ, त्यहाँ राम्रो कलेजमा पढ्दैछ। सबैले प्रशंसा गरे। त्यसपछि उनले ऋतुलाई हेरेर सोधे, तिम्रो छोरीको के हुँदैछ? सीताले भनिन्, राम्रो गर्दैछ, छात्रवृत्ति पनि पाएकी छे। सुरेशले अलि व्यङ्ग्य गर्दै भने, छात्रवृत्ति राम्रो हो, पैसा नभएपछि त्यही त गर्नु पर्यो नि। कोठामा केही सेकेन्डका लागि शान्ति छायो। सीताले केही भनिनन्, तर यसपटक ऋतुले आमाको अनुहार हेरिन्। उनले आमाको आँखामा आँसु देखिन्। त्यो रात ऋतुले आमालाई भनिन्, आमा, हामी किन उहाँहरूको अगाडि यति सानो हुन्छौँ? सीताले छोरीलाई हेरेर भनिन्, हामी साना होइनौँ छोरी, हामीसँग उनीहरूसँग जति पैसा छैन, बस त्यति हो। ऋतुले फेरि सोधिन्, तर मान्छेको मूल्य पैसा होइन भने उहाँहरू किन हामीलाई यस्तो व्यवहार गर्नुहुन्छ? सीतासँग त्यसको जवाफ थिएन। उनले छोरीलाई अँगालो हालिन् र मनमनै भनिन्, एक दिन तिमीले आफै यसको उत्तर पाउनेछौ। केही वर्षपछि ऋतुको पढाइ सकियो। उसले छात्रवृत्तिमा उच्च शिक्षा पुरा गरिन्। आयुषले पनि आफ्नै क्षेत्रमा राम्रो काम गर्न थाल्यो। रमेशको सानो पसल विस्तार हुँदै गयो। सीताले सिलाइको कामलाई सानो व्यवसाय बनाइन्। उनीहरू अचानक करोडपति भएनन्, तर अब घरमा महिनाको अन्त्यमा डर लाग्दैन थियो। बच्चाहरू आफ्नै खुट्टामा उभिएका थिए। सीता पहिलो पटक आफ्नै कमाइले एउटा राम्रो घर किन्न सक्ने अवस्थामा पुगिन्। सानो थियो, तर त्यो घरको प्रत्येक इँटामा उनको पसिना थियो। एक दिन अचानक सुरेशको व्यापारमा ठुलो समस्या आयो। उनले ठुलो ऋण लिएका थिए। व्यापार घाटामा गयो, गाडी बेचियो, ठुलो घर पनि बेच्नु पर्यो। छोराछोरी विदेशमा भएकाले तत्काल सहयोग गर्न सकेनन्। सुरेश पहिलो पटक त्यही ठाउँमा पुगे जहाँ सीता वर्षौँ अघि थिइन्, अरूको अगाडि आफ्नो आर्थिक अवस्था लुकाउनु पर्ने ठाउँमा। एक दिन उनी सीताको घरमा आए। सीताले ढोका खोलिन्। सुरेश केही बेर चुपचाप उभिए। त्यसपछि भने, बहिनी, अलिकति सहयोग चाहिएको थियो। सीताले उनलाई भित्र बोलाइन्। उनले एकपटक पनि पुराना कुरा सम्झाएर अपमान गरिनन्। न त्यति बेला के भनेका थियौ भनिन्, न अब थाहा भयो भनिन्। उनले आफ्नो बचतबाट सकेको सहयोग गरिन्। सुरेशको आँखामा आँसु आयो। उनले भने, मैले तिमीलाई धेरै पटक पैसाले नापे बहिनी। सीता मुस्कुराइन्। दाइ, पैसा त आउँछ जान्छ, तर आफन्ती, त्यसलाई पैसासँग तुलना नगर्नुहोस्। सुरेश केही बोल्न सकेनन्। केही महिनापछि फेरि परिवारको जमघट भयो। यसपटक वातावरण पहिलेभन्दा फरक थियो। ऋतु आफ्नै खुट्टामा उभिएकी थिइन्। आयुष पनि सफल भइसकेको थियो। सुरेश चुपचाप छेउमा बसेका थिए। ऋतु उनी कहाँ गइन्। उनले भनिन्, मामा कस्तो हुनुहुन्छ? सुरेशले मुस्कुराउँदै भने, ठिक छु नानी। केही बेरपछि उनले ऋतुलाई हेरेर भने, तिमीलाई सम्झना छ, मैले तिमीलाई एकपटक डाक्टर बन्न धेरै पैसा चाहिन्छ भनेको थिएँ। ऋतु मुस्कुराइन्। सम्झना छ मामा। सुरेशले टाउको झुकाए। त्यो दिन मैले तिम्रो सपना होइन, तिम्रो परिवारको आर्थिक अवस्था देखेको रहेछु। ऋतुले केही भनिनन्, बस मुस्कुराइन्। त्यो रात सीता आफ्नो पुरानो घरको बरन्डामा बसेर चिया पिइरहेकी थिइन्। ऋतु छेउमा आएर बसिन्। सीताले छोरीलाई सोधिन्, के सोचिरहेकी? ऋतुले भनिन्, केही होइन आमा। पहिले मलाई लाग्थ्यो धनी मान्छे हुनु भनेको ठुलो मान्छे हुनु हो। अहिले बुझे ठुलो घरमा बस्नु र ठुलो मन हुनु एउटै कुरा रहेनछ। सीता मुस्कुराइन्। उनले छोरीको टाउकोमा हात राखिन् र भनिन्, त्यसैले कहिले आफ्नो अवस्था देखेर लाज नमान्नु।
गरिबी जीवनको एउटा अवस्था हो, परिचय होइन। सायद तपाईँको परिवारमा पनि यस्तो कोही होला जसले पैसा कमाएपछि पुराना आफन्तलाई हेर्ने दृष्टिकोण बदल्यो, जसले तपाईँको कपडा हेरेर तपाईँको हैसियत नाप्यो, तपाईँका बच्चालाई अरूका बच्चासँग तुलना गर्यो, तपाईँको सङ्घर्षलाई मजाक बनायो। यदि त्यस्तो कोही छ भने उसलाई बदल्न आफ्नो जीवन खर्च नगर्नुहोस्। आफ्नो जीवन बदल्नुहोस्, तर एउटा कुरा कहिले नगुमाउनुहोस्, आफ्नो मन। किनकि पैसा कमाएर अरूलाई सानो देखाउने मान्छे धनी कदापि हुन सक्छ, तर अरूलाई सानो नबनाई अगाडि बढ्ने मान्छे मात्र साँच्चीकै ठुलो मान्छे हुन्छ। र याद राख्नुहोस्, आज तपाईँको अवस्था कमजोर होला, तर तपाईँको कथा अझै सकिएको छैन। कहिलेकाहीँ जीवनको सबैभन्दा सुन्दर अध्याय त्यही ठाउँबाट सुरु हुन्छ जहाँ अरूले तपाईँलाई तिमीबाट केही हुँदैन भनेर छोडेका हुन्छन्। त्यसैले चुपचाप अगाडि बढिरहनुहोस्। एक दिन तपाईँ सफल हुँदा उनीहरूलाई जवाफ दिनुपर्ने छैन, तपाईँको जीवन नै तपाईँको जवाफ हुनेछ। धन्यवाद।